नोकिनामा यसरी ठुलो पानी परेको छ। हाई गाइस, नमस्ते एन्ड वेलकम छ सबैजनालाई आजको मेरो भिडियोमा। अनि म सधैँ चाहिँ आएकी छु हजुरहरू सामुन्ने नयाँ भिडियो लिएर। र आज चाहिँ म चाहिँ एकदमै सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेकी छु। र म चाहिँ आज जाँदैछु ओकिनावामा चाहिँ यसरी पानी परिरहेको छ रुमाई। अनि हामी चाहिँ आज न्युखान जाँदै हो। सो न्युखान हामी चाहिँ फोटो ओकिनावामा यसरी ठुलो पानी परेको छ। अनि हामी चाहिँ आज बिदाको दिन अनि भिजा कोचिङको लागि जाऊँ भनेको न्युखान। अनि जानको लागि फोटो पनि चाहियो अनि फोटो ल्याउन आएको। यस्तो पानीमा हेर्नु गएछु, गाह्रो छ जापान ओकिनावामा पानीको। अनि मैले चाहिँ फोटो खिचिसकेँ, यहाँ उषा चाहिँ फोटो खिच्न गएको छु। म चाहिँ फोटो निकालिसकेँ भिजाको लागि। मैले चाहिँ यो वाला फोटो लिएँ यस्तो खालको। उषाको चाहिँ यहाँ जुत्ता फोटो खिच्नु लागिरहेको छु। पानी चाहिँ भिजाको दिन किन यस्तो गऱ्यो नि, आजको दिन त पानी नआएको भइ हुने थियो। फोटो चाहिँ यस्तो आएको छ गाइस हो। जस्तो आयो त्यस्तोमा यस्तो बुझाउनु पर्छ। आज त्यही त नि अनि आज मे 11 चाहिँ हाम्रो लागि अविस्मरणीय क्षण रहनेछ। किनकि आजको दिन हामी भिजा कोचिङ गर्न जाँदैछौँ। अनि भिजा कोचिङको दिनमा चाहिँ पानी परेर यसरी हामी पानीमा खचिँदो गरिरहेका छौँ। कोही यहाँ ब्याग भिजेर भिजा कोचिङ गर्ने मान्छे यहाँ ब्याग भिजाएर हैरान छ। चाहिँ फोटो निकालेर पनि अब फेरि अर्को डकुमेन्ट फोटोकपीको लागि हिँडिरहेछौँ। कोनबिनी जान्छौँ, कोनबिनी गएर अर्को डकुमेन्ट फोटोकपी गर्छौँ। अनि त्यहाँबाट चाहिँ फेरि सियाक्सो जान्छौँ। ओ यहाँ त रहेछ त, यहाँ हेर न सिकुवा छ होइन। है अलिक ठुलो भयो भने चोर्न आउनुपर्छ। सिकुवासाकै कुरा गर्छिन् के अरे मिसानले फेरि सिङ्गो यसरी छाता ओढेर हिँड्नु परेछ। कोही त होला त्यहाँ, त्यही भएर बेजोकै हो क्या देखाउने। जोक त कसले देखाउँछ र, बेजोकै हो देखाउने। पानी आएको भएर यस्तो झोला पनि यस्तो बोकेर आउनु परेको छ। अलिक सेफ्टीको लागि, डकुमेन्ट सेफ्टीको लागि के गर्नु। अनि म चाहिँ यताउति अब त अझ अलिक कम भएछ, अघि त झन् ठुलो भएको थियो पानी। को होला नि अगाडि जाने फेरि फट्याङ हिँडिरहेको छु। आज त यो अघिल्लो हप्तादेखि त पुरै पानी परिरहेछ क्या। हिजो एक दिन चाहिँ घाम पनि लागेन, पानी चाहिँ परेन। तर दिन त्यस्तो थियो, शीतल दिन थियो। आज त पुरा पानी परिरहेछ। बिहान देखियो यो डकुमेन्टहरू कपी गरेर भ्याएपछि ट्याक्सीमा हिँड्नु पर्ला भनेको। फर्स्ट डकुमेन्टहरू जिम्ली गर्नै बाँकी छ। अनि यसरी गाडीहरू आफ्नै गाडी भइदिएको भए कति सरर हुन्थ्यो होला। के गर्नु, गाडी छैन। अब छिटो गाडी निकाल्नु पर्ने छ। यहाँ कोनबिनी आयो, अब यहीँ जान्छौँ डकुमेन्ट कपीको लागि। यसरी डकुमेन्ट कपी गर्दैछु। मैले चाहिँ यहाँ बोकिरहेको छु। सोच्छु घिउ स्यो मेस्यो खाएको फुको सिसी तौरोको स्यो यिनीहरू कपी गर्न आएको। 50 रुपियाँ हो। हामी चाहिँ कोनबिनीबाट डकुमेन्ट प्रिन्ट गर्नु पर्ने डकुमेन्ट प्रिन्ट गरेर निक्लिसक्यौँ। अनि पानी परिरहेको छ, हाम्रो यात्रा जारी नै छ। बसहरू आफ्नै
तालमा कुदिरहेछन् हामी आफै तालमा छौँ मोनोरेल पनि यसरी कुदिरहेको छ म सुखारेरै हो यताबाट उताबाट क्रस गर्नुपर्छ पानी खोला त धमिलो भएछ त आज त अघि हामी यहाँ माथि थियौँ मैले तल झऱ्यौँ ओकिनावा यस्तै छ यो चुयो यो वर्षायाम चाहिँ ओकिनावामा लास्टै झ्याउ हुन्छ क्या पानी आएको गर्छ काम नभएको बेला त ठिकै हो यताउति बाहिर निस्किने काम परेको बेला त गाह्रो हुन्छ अब हामी चाहिँ सियाक्सो जान्छौँ सिटी अफिस अनि त्यहाँबाट एउटा डकुमेन्ट निकाल्छु अनि जान्छौँ फेरि न्युखान गरे गाउँघरमा चाहिँ यस्तो पानी परेको बेला चेकु ओढेर छुप्पु धान रोप्ने अलि कहिले 1-2 दिनले मात्रै त रमाइलो हुन्छ सधैँ अब त्यो मेला नभ्याउन्जेलसम्म त कहिले भ्याइएला भनेर एकातिर टेन्सन एकातिर धात दुख्छ हामी यहाँ छाता ओढेर यात्रा जारी छ पानी परे पनि हामी हार खाएको छैनौँ हाम्रो काममा निरन्तरता दिइरहेका छौँ त्यही हो मान्छेले चाहिँ जस्तो परिस्थितिमा पनि आफ्नो काममा चाहिँ निरन्तरता दिइराख्नुपर्छ भन्ने कुरा मनमा छ हामी चाहिँ अब नाहाको सिटी अफिसमा आइपुग्यौँ सियाक्सोमा यही हो नाहाको सियाक्सो आइसकेका छौँ गाइज हो यताबाट चाहिँ बस टर्मिनल जान्छ यताबाट चाहिँ कोको साइड डोरी उनीहरूको मिन्स एकदमै मान्छेहरू धेरै हुने बाटो चाहिँ यो उतिभन्दा उताको बाटो हो कोही नभरि मजाले तासिरहेछ फेरि अब कोही नभरेको यो ओकिनावामा चाहिँ प्रत्येक महिना अनेक महिना कोर्स हुन्छ कि अस्ति हाम्रो सिसेचीमा नि देउसीहरूले यस्तो गर्न लगाएको खाजारी गर्न पेन्टिङ गर्न हामी चाहिँ सियाक्सो आइपुग्यौँ अनि खाजे सुमिचे ल्याउनको लागि चाहिँ सानखा जानु पर्दो रहेछ चाहिँ अब फर्म भर्नुपर्ने हुन्छ अनि विशालले चाहिँ धमाधम फर्म भरिराखेकी छिन् म चाहिँ पर्खिरहेको छु पेन बोकेको छैन डकुमेन्ट पेस गऱ्यौँ अनि हामीले चाहिँ नम्बर लिएछौँ अब आफ्नो नम्बर आएपछि बोलाउँछ अनि जाने जापानको चाहिँ सबभन्दा राम्रो सिस्टम चाहिँ कोही अघि पछि हुँदैन आयो आफ्नो नम्बर लियो अनि ठ्याक्क काम हुन्छ कोहीलाई घोचपेच हुँदैन अब मेरो नम्बर बोलाएपछि म जान्छु फाइनली हामी चाहिँ सियाक्सोको काम सकेर अब फेरि न्युखानतिर जाँदैछौँ अब बल्ल ट्याक्सी सर्ने पाला आयो पानी आउने क्रम जारी नै छ पानी एक नास ल्याइरहेको छ ठुलो अगाडि चाहिँ धेरै हेर्दै जाम अब हाम्रो फर्स्ट भिजाको सिन चाहिँ एकदमै अविस्मरणीय हुने भयो पानीमा खाचुलो गरेका छौँ अविस्मरणीय दिन हुनेछ हामी चाहिँ यहाँबाट मागाहरू हुन्छौँ आइपुग्न लाग्यो यहाँबाट कि हामी चाहिँ सोरो न्युखानमा आइपुग्यौँ यही हो अब हामी चाहिँ जापान न्युखान बिचरा पानी आएर यसरी ऱ्याङ्कोट लगाएर काम गरिराख्छन् काम गर्न गाह्रो छ नि पैसा कमाउन हामी चाहिँ ओसी हराइ गर्दैछन् म चाहिँ निक्लिसकेँ पानी आजको दिन पानी भनेर जाने भयो दिदीले हामीले छोडिदिन आएको दिदीले हामी बहिनीहरूलाई छोडिदिन आएको ल गाइज हो यो संसारमा दिदीले जति माया कसले गर्छ होला है होइन दिदीले हामीले छोडिदिन आएको बहिनी अड्केछिन् दिदीले छोड्न माने छैनन् हामी चाहिँ नाना खाइ जाँदैछौँ न्युखानमा पनि हामी आफ्नो नम्बर लिएर पालो पुरिरहेछौँ टिभी हेर्दै
किन पानी चाहिँ अझै आइरहेछ पानी बिर्सो हुने पानी बिरो हुने के रे यस्तो गरेको थियो कि अनि पानी बिर्सिने छाटकाट चाहिँ छैन अनि हामी चाहिँ न्युखानबाट फर्किसक्यौँ न्युखानमा चाहिँ आज काम नहुने भयो अझै 1-2वटा डकुमेन्ट खैसेबाट ल्याउनु पर्ने भयो सो अनि हामी चाहिँ फर्किँदैछौँ र अब फेरि जाँदैछौँ बस टर्मिनल काममा त जानुपर्छ फेरि काममा बस भाडा त तिर्नुपर्छ अनि त्यसको लागि सजिलोको बस भाडा तिर्नको सजिलोको लागि फेरि बस कार्ड बनाउन जाँदैछौँ फेरि सिन्कोले रोकिगयो अब हामी बस टर्मिनल भन्ने आइपुग्न लाग्यौँ पानीमा मेरो काम चाहिँ लगभग भ्याइयो उनको चाहिँ फेरि सुरु हुँदैछ फर्म भर्दैछिन् टर्मिनलमा पनि हाम्रो काम सकियो अब फेरि जाँदैछौँ अर्को ठाउँ स्किनको क्योर गर्ने ठाउँमा जाँदैछौँ केही हुँदैन स्किन सेन्टरमा जाँदैछौँ अब फर्स्ट टाइम यतिकै सौदान गर्नको लागि जानु लाग्यो हामी पनि आफ्नो काम गरिरहेछौँ पानी पनि आइरहेछ पानीले हाम्रो काम रोक्न सकेको छैन त्यही हो हामी अब त्यही जान्छौँ बिहानदेखि अहिलेसम्म केही पनि खाइएको छैन पानी खाइएको छ त्यही हो आजको हाम्रो दिन छाता ओढेर हिँडेर नै गयो त्यहाँ चाहिँ ठुलो बिल्डिङ बनाउनु लाग्छ फेरि के को बिल्डिङ हो पहिला थिएन अहिले नयाँ बनाउनु लाग्छ अब चाहिँ हामी फेरि अर्को लोकेसन त्यहाँ हो त्यहाँ ओकिनावा सुकिन क्लिनिककोमा जाँदैछौँ हामी रेनकोट ओढेर हिँडिरहेछन् कोही किन होला त्यो टोपी नलगा मनोरलको एक यहाँ छ प्यान्ट पुरा भिजिसक्यो तिमीकोमा माथिसम्म भिजिसकेको छ आधी भिजिसकेको छ केही छैन गो ह्या कोही नि नानी देखिरो कुचीमा मरेन के को उसो हामी चाहिँ यहाँ आइसक्यौँ आएर फर्म भर्दैछौँ हामी चाहिँ मेन चुज गराउनको लागि भन्दा पनि चाहिँ फेसको स्किन चेक गराएर के कस्तो छ बुझ्नको लागि मात्र आएको हो त्यस्तो भयङ्कर गर्नको लागि आएको होइन अनि त्यसको लागि चाहिँ फर्म भर्नु पर्दो रहेछ अनि नम्बर पनि लियौँ फेरि पालो कुर्नुपर्छ स्किनको टाइप पत्ता लगाउनु पर्यो भनेर अनि हामी चाहिँ अब खावर धुन जाँदैछु फेस धुनलाई हामी चाहिँ फेस धुन लगाएको अब फेस धोएर रियल फेसमा चाहिँ हाम्रो उसले हाम्रो ल्याउँछ चेक गर्दो रहेछ हाडाको हिप्पोको सो हामी चाहिँ फेस धुँदैछौँ अब अनि तपाईँहरू पनि सबैजना चाहिँ गएर आफ्नो उसको स्किनको टाइप चाहिँ थाहा पाउन जरुरी हुन्छ सो सबैजना जानु पछि गएर धोका नहोस् दुःख नहोस् आफूलाई भनेर पहिला नै स्किनको टाइप चाहिँ चेक गर्नु होला हामीले चाहिँ धेरै ढिला गऱ्यौँ सो आज बल्ल आइरहेछौँ फर्स्टमा चाहिँ क्लिन्जिङ ओइल भयो धेरै हालेको क्लिन्जिङ ओइल के चाहिँ जिन्दगीमा फर्स्ट टाइम यहाँ फेस चेकिङ स्किन चेकिङमा आइरहेको छु अहिलेसम्म नेचुरलले ड्युटी हुँदै डुल्दै गरेको अब फलोअपमा ड्युटी हुन्न हामी चाहिँ त्यसरी भयङ्कर ट्रिटमेन्टको लागि आएको होइन ल स्किन चेकको लागि मात्र आएको हो अब त्यो अनुसारको प्रोडक्टहरू युज गर्नु पर्यो भनेर त्यस्तो अन्यथा नसोच्नु होला ल गाई चाहिँ हामी चाहिँ फेस धुँदैछौँ अब फेस धोएर बाँकी अरू कुरा चाहिँ फेरि देखाउने नै छ मैले चाहिँ राम्रोसँग फेस धुन्छु ल क्लिन्जिङ ओइलले धोइसक्यौँ अब फेरि फेस वासले धुन्छु आउन हो फेस वासले हल्का फेस वास लगाउनु पर्छ
यहाँ पिम्पल पनि आइरहेछ कि ओ मजाले भोटी खानु पर्यो केयरलेस खाना केयरलेस लाउने केयरलेसले गर्दा यहाँसम्म आइपुगेको तावरो कहाँ डस्टबिन मुख धोइसक्यौँ मुख धुँदा यस्तो देख्यो यहाँ पिम्पल जस्तो रातो देख्यो पुछिदिमे मुख पुछेकोले बेसिन पुगिदिनु पर्यो ए तर्से सब्जी गर्न आउँछ होला सफा गर्न आउँछन् होला चाहिँ निकाल्छु अब म चाहिँ राखौँ है तिम्रो राख्ने र यो चाहिँ यहाँ हाल्दो रहेछ यहाँ हालिने के हो त्यही हो मुख धोयौँ मुख धुँदाखेरि चाहिँ यस्तो छ राखिदिउँ हामीले चाहिँ अनि उषा चाहिँ चेकअपमा गएकी छिन् म चाहिँ वेटिङमा छु उषाको भ्याएपछि चाहिँ मेरो पालो आउँछ सो म चाहिँ वेटिङमा अनि सरी फेरि हामी चाहिँ सुकिम केयर सेन्टरबाट निक्लिसक्यौँ पुरा सौडान गऱ्यौँ लेक्चर सुन्यौँ अब अहिले चाहिँ त्यस्तो केही पनि गर्दैन मैले चाहिँ उषाले चाहिँ अलिकति स्किन केयरहरू यस्तो प्रोडक्टहरू म चाहिँ अब अझै अलिकति युसु हेर्छु अनि फेरि गर्छु भनेर गरेको छैन अब नेक्स्ट टाइम फेरि जान्छु अहिलेलाई चाहिँ फेरि अर्को ठाउँ जाँदैछु खानालाई आउँछ गरेपछि आउला के त्यत्रो अनि प्रोडक्टको रामेन खान जान लाएको रामेन पसलै बन्द भयो हामी जान लाएको अनि फर्केर आयौँ फेरि अब चाहिँ अर्को ठाउँ सुक्पा जान्छु मलाई बर्खा लागेर हरियाली सबैतिर हरियाली छाउँदैछ पानी परेको चिसो चिसो मौसममा तातो तातो सुप रामेन खाम भनेको त धोका दिन्छ यार पसलले पनि
खाएर आगे अब यतैबाट म्याक्स भ्यालु जाऊँ अनि खाए तरकारीहरू किनेर लैजाऊँ भरे कतै लाग्ने मौसम गरेर यो रुख बोट बिरुवाहरूको पातमा पानीको सिट थोपा थोपा बसेको यति राम्रो त देखिँदैन नि भरे हामी चाहिँ रामेन खान गएको रामेन खान जाने बेला पसल बन्द भयो अनि अर्को ठाउँ जाने भनेको भएन अनि फेरि पसलबाट त्यस्तो किनेर लिएर घरमै खाँदैछौँ यता हाम्रै लोकल रामेन छ अनि यहाँ रहेको छ सुसी बाङ्डा अनि चिकन भात रामेन ल खान्छौँ अब हामी इतादाकिमास म चाहिँ खान्छु अब फर्स्ट रामेनबाट सुरु खासमा रामेन र भात चाहिँ सौता सौता हो नि त रामेन रामेन खानुहुन्न हाम्रो फेरि भात फेभरेट हो भात नभए के हुँदैन अनि निहुन्जेलले फेरि रामेन खाएर रामेन र भात खाँदैन कि वैसी मिठो छ सुसी खान्छु सुसी धेरै टाइमपछि सुसी खायो मिठो वसाबी खै मैले चाहिँ सबै कुरा खाइसकेँ हामीले चाहिँ
अझै कि तुम कंपटीशन हो आज चाहिँ बिहानको खाना र बेलुकाको खाना एकैचोटि भयो वेरी वाइजली से अब चाहिँ निन्दा लाग्यो सुत्दिने ये कहीं ना कहीं मेरा डिसीजन अगर मैं सुत्दिने अब वैसे सुत्दिने के लिए भी गलत होगा बिकॉज हम दोनों को साथ में आगे गेम में बढ़ना है और जब तुम स्टैंड लेने की बात कर रहे हो जब भी फोन ओके। डालना होता है तब तुम्हारा स्टैंड नहीं निकलता है जब बोलने की बात आती है निन्दा तब तुम्हारा स्टैंड झुम निकलता पारो है आई डोंट वांट टू गो देयर इट्स ओके भन्दै आई कैन टेक इट आई एम अ मैन मेरो भिडियो यहीँबाट अन्त्य गर्छु बाई बाई आई नो ब्रो तभी मैं कल वहां पे खड़ा होकर भी बोला था मुझे